पहिलो अनुभव लिँदैछु है मैले हामी प्लेनभित्र छौँ मुटु ढुल्नु छैन गर्नु हुँदैन मुटु ढुल्नु गर्नु हुँदैन हाम्रो पहिलो अनुभव सबैजनाको खै बिन्ता खै अच्छा बिन्ता कान्छी आयो आयो अब बुवा र मम्मी बुवा यहाँ हुनुहुन्छ आमा खै आमा खै आमा नमस्ते आदरणीय यात्रुमानहरू बुधको तर्फबाट क्याप्टन विक्रम पौडेल र उडान कर्मचारीहरू सीट को बेटी बांधने संपूर्ण दिनाने भी समर जहाज पुराना रुकी समो कृपया अपना सीट को बेटी नाम पुकारना खुसी भयो गाह्रो भएन नि भएन गाडीमा भन्दा तर है सजिलो भयो गाछोको चाहिँ होइन के को त्यो जहिले त फर्किँदा नि टिकट लिइदिन्छु भनिरहेको छ नि जानी भयो ठिक छ नि दिदी दिदी एउटा दिदी फेरि हजार यता हेर्नु न उता उता यता कता के ठिक छ नि तिमीलाई म त धेरै ठिक छ म कस्तो हुन्छ के अब यता झन् ह्याप्पी नै छ है ल सबै ह्याप्पी भएर आइपुग्यौँ हामी केटी है सुरक्षित प्लेन चढ्ने धोको थियो धोको पुरा भयो आज भोलि जानलाई पनि टिकट लिनु पर्ला जस्तो छ आनन्द हुँदो रहेछ ल एकछिन बिस्तारै ओर्लिने है अब हामी ओर्लिनु लाग्दैछ प्लेनबाट ह्याप्पी भएर हामी ह्याप्पी त्यसै हामी डराएर आएको रहेछ ल अलिअलि झिसिङ्ग चाहिँ हुँदो रहेछ है साथीहरू अलिअलि चाहिँ डर लाग्यो हाम्रो आमा कस्तो खुसी छ प्लेन चढ्दाएर अरू मात्रै हिँडेको देखेँ नि आज हामीलाई आयौँ है आमा चिसो रहेछ यहाँ त हेलो गाइजहरू ल केटिएम चाहिँ चिसै रहेछ है जाडै भयो ल अब हामीलाई यतिको ठिक चिनाउनु त धेरै तातो भइसकेको छ गर्मी बढिसकेको छ हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ ल हामी चाहिँ आइपुगेको हो बाहिर नि निस्किसक्यौँ है एयरपोर्ट आएर पनि यहाँ छिउ जाडो रहेछ यहाँमा जाडो रहेछ धेरै एकदम जाडो रहेछ अलि जाडो भइसक्यो के हरायो ल हेर जाडो भएर यहाँ मान्छे जगेट लाउँदा के हरायो लुगा हेर सबैजनाले ज्याकेट लगाइसक्यो भाइ म त ज्याकेटै लगाएन जाडो पनि मरिन्छ कि हावा लाउन नि ल सबैलाई जाडो भइसक्यो ल एयरपोर्ट बाहिर है हामी चाहिँ यहाँ अब फेरि बहिनीको घर जाने गाडी खोज्नुपर्छ एउटा थोरै बाँकी छ कि बहिनी घर घुम्ला
जाडो रहेछ गाई जाडो रहेछ ल जाडो बाई बाई